बलात्कार लुकाउन पाइँदैन परिवार फकाउन पाइँदैन परिवार फकाउन पाइँदैन परिवार फकाउन पाइँदैन परिवार फकाउन पाइँदैन गरिमा हाम्रो छोरी हो गरिमा हाम्रो छोरी हो राजनीति मिसाउन पाइँदैन राजनीति मिसाउन पाइँदैन गृह प्रशासन राजीनामा दे गृह प्रशासन मुर्दाबाद गृह प्रशासन मुर्दाबाद गृह प्रशासन मुर्दाबाद प्रहरी प्रशासन मुर्दाबाद प्रहरी प्रशासन मुर्दाबाद बलात्कार लुकाउन पाइँदैन बलात्कार लुकाउन पाइँदैन बलात्कारलाई फाँसी दे बलात्कारलाई फाँसी दे बलात्कारलाई फाँसी दे गरिमालाई न्याय दे गरिमालाई न्याय दे गरिमालाई न्याय दे जेली मार्न पाइँदैन जेली मार्न पाइँदैन जेली मार्न पाइँदैन राजनीति मिसाउन पाइँदैन राजनीति मिसाउन पाइँदैन गरिमा हाम्रो छोरी हो गरिमा हाम्रो छोरी हो गरिमा हाम्रो छोरी हो परिवार फकाउन पाइँदैन परिवार फकाउन पाइँदैन परिवार फकाउन पाइँदैन गरिमा हाम्रो छोरी हो गृह प्रशासन मुर्दाबाद गृह प्रशासन मुर्दाबाद राजनीति मिसाउन पाइँदैन गृह मन्त्री मुर्दाबाद गरिमा हाम्रो चेली हो बलात्कारलाई फाँसी दे बलात्कारलाई फाँसी दे हाम्रो माग पुरा गर हाम्रो माग पुरा गर नाबालिग बन्न लुकाउन पाइँदैन नाबालिग बन्न लुकाउन पाइँदैन बलात्कारलाई फाँसी दे गृह प्रशासन मुर्दाबाद गृह प्रशासन मुर्दाबाद प्रहरी प्रशासन मुर्दाबाद परिवार फकाउन पाइँदैन परिवार फकाउन पाइँदैन परिवार फकाउन पाइँदैन गरिमा हाम्रो छोरी हो गरिमा हाम्रो छोरी हो गरिमा हाम्रो परिवार हो गरिमा हाम्रो परिवार हो जेली मार्न पाइँदैन बलात्कारलाई फाँसी दे बलात्कारलाई फाँसी दे हाम्रो माग पुरा गर हाम्रो माग पुरा गर गरिमालाई न्याय दे गरिमालाई न्याय दे गरिमालाई न्याय दे गृह प्रशासन मुर्दाबाद गृह प्रशासन मुर्दाबाद गृह प्रशासन मुर्दाबाद गृह प्रशासन मुर्दाबाद प्रहरी प्रशासन मुर्दाबाद बलात्कार लुकाउन पाइँदैन बलात्कार लुकाउन पाइँदैन बलात्कार लुकाउन पाइँदैन गरिमालाई न्याय दे गरिमालाई न्याय दे परिवार फकाउन पाइँदैन परिवार फकाउन पाइँदैन परिवार फकाउन पाइँदैन गरिमा हाम्रो छोरी हो गरिमा हाम्रो परिवार हो गरिमा हाम्रो छोरी हो बालिकालाई न्याय दे गरिमालाई न्याय दे गरिमालाई न्याय दे गरिमालाई न्याय दे बलात्कारलाई फाँसी दे बलात्कारलाई फाँसी दे बलात्कारलाई फाँसी दे बलात्कारलाई फाँसी दे राजनीति मिसाउन पाइँदैन राजनीति मिसाउन पाइँदैन
प्रशासन मुर्दाबाद 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 दिया प्रशासन मुर्दाबाद 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 दिया प्रशासन मुर्दाबाद 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 गरिबलाई न्याय दे गरिबमा हाम्रो छोरी हो छोडियो छोडियो गरिबमा हाम्रो छोरी हो छोडियो छोडियो तपाईँ मात्रै बोल्नु हुँदैन के सबै मान्छे त मेरो हाम्रो मान्छे तपाईँले के भनेको थियो भन्नु जान्छ इलाकामा गएर त्यहाँनिर दङ्गा मचाउनु हाम्रो काम होइन। अनि हामीले त कहाँ दङ्गा मचाउँछ है सुन न, त्यहाँ भएको कुरा यो अहिले सबैजना त्यहाँनिर 500 जना बेसी मान्छे त्यहाँ थिए है। त्यो हामीलाई पनि थाहा छ नि दाइ, हाम्रो त त्यहाँको मान्छे त्यहाँ थाहा छ भने बुझ न त डिभाइड गरेर आएको हो नि त मान्छे पहिला त्यहाँनिर। बुझ न त। अनि त्यहाँ गएर प्रहरीसँग झगडा गरेर बस्ने कि हामीले कसले भनेको थियो प्रहरीसँग झगडा गरेर त्यहाँ बस्नु? भयो क्या भने त्यहाँ भयो भने त यार हेलो अब हेलो सबै मान्छे हजुर। शीतल ठाउँदेखि यत्रो मान्छेहरू उहाँहरू सिमरादेखि हिँड्दै हिँड्दै आएको छ। अर्को म एउटा फोन गर्नु त अब चाहिँ छलफल गर्न जरुरी छ। शीतल जरुरी छैन नि त दाइ, शीतल जरुरी छैन, मर्छ शीतल छैन, यहाँ शीतल जरुरी ठिक छ नि त। अब सुन न, यही तरिकाले गऱ्यो भने किन छोडेको गाडी चाहिँ किन छोड्यो गाडी चाहिँ किन छोडेको जाम गर्ने भने चाहिँ गाडी छोड्नु मिस्टर अर्को नम्बर एउटा फोन बन्द भएको छ हेर्न सक्नुहुन्छ मान्छेहरू सब अलपत्र परिसकेका छन् आज धेरै दिनदेखि बन्द भइसकेको छ हामी पुरा राम्रो लाइन छ हामी पनि भर्खर चाहिँ यहाँ आन्दोलन गर्न आउँदैछ किन यसरी राख्यो होला यता छिरो कि यहाँ चाहिँ पुरा बन्द छ आज पछाडिको मान्छे ओर्लिनुपर्छ नि थाहा छ नि ए तपाईँबाट चढाउनु न त्यहाँबाट चढाएन काट्नु हो यहाँ त नि बन्द क्या हो ए हामी बन्दमा हिँड्दा हिँड्दा यहाँ आन्द्रा सुकिसक्यो यार कसरी छिरो घरमा बुढीले मार्छ यार बिहानदेखि दिदीले कराइरहेको थियो